त्यो नयाँ बनाएर चाहिँ हामी पहिल्यै आइसकेको थियो क्या यो एकदम भाइरल छ क्या शिवको स्ट्याचु छ यहाँ ए रातो माटो ए रातै खोलो ए मान्छे कालो ए हामी जानी पालो ओए तिम्रो दाँत खै त्यहाँ घर राखेछौ हराउँछ भनेर यो ठाउँको नाम के हो बाबु के रे मुस्ताङ भलक गरिरहेको छु यार तिमी पछाडि बसेर गर्छौ यार के चुप लाएर बस मिनी झर्ना कति चिसो होला यो पानी लाका छुन्छौ र सुन्नौ नमस्ते everyone, नयाँ दिन नयाँ कहानी वेलकम ब्याक विथ अनदर ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला लाका भाइ र म पनि सन्चै छौँ है अहिले साँझको 5 बजे गाइस यतिखेर हामी चनौटादेखि निस्केको है भालुबाङ 23 किलोमिटर भालुबाङ पुग्न अझै 23 किलोमिटर छ गाइस आज हामी नपुछन मुला स्वर्गदारीको लागि निस्केको आज चाहिँ बिहान धरो पानी पर्यो गाइस लगभग दिउँसोसम्मै भनौँ न अनि त्यसपछि लागा भाइले अचानक जाम भन्यो क्या त्यसपछि अब मेरो त बाइकमा पछाडि तेल टाइट पनि छैन हाम्रो 4 नम्बरमा फेरि नपाइने गाइस अनि उहाँ तौलिया फोन गरेर सोरुममा तौलिया पनि 1 पिस मात्रै रहेछ अनि तौलिया गएर यो हालेर अनि हामी दुई भाइ निस्केको भर्खरै आएर खाजा खायो गाइस होइन अनि खाजा खाएर भर्खर मैले मोटो ब्लग स्टार्ट गर्दैछु है यहाँ हेर्नु न गाइस यहाँ मेरो बाइकको डिस्प्लेमा के भएको यो यस्तो पुरै कालो लाइन देखाइराख त फुल हो क्या तेल फुल मामा खोला आयो गाइस मामा खोला यतातिर सब खोलै खोला छन् क्या गाइस मामा खोला जङ्गली खोला भुट खोला भुट खोला त यता होइन उता पाल्पातिर तर थुप्रै छ क्या जङ्गली खोला गयो मामा खोला साध्यो के आउँछ क्या खोलै खोला छन् ऊ त्यो शिवको त्यो उस्तो थिएन नि त त्यो नयाँ बनाएर चाहिँ हामी पहिल्यै आइसकेको थियो क्या यो एकदम भाइरल छ क्या शिवको स्ट्याचु छ यहाँ थुप्रैचोटि आइयो नि यतातिर लागा भाइ र म मात्रै माछा खाना आउँथ्यौँ त लागा र म अहिले हाम्रो लागा भाइ फेरि माछा मासु केही खान्न क्या गाइस एकदम पूजापाठ गर्ने धार्मिक धर्म कर्म त्यस्तो भयो माछा मासु केही खान्न यो मान्छेले अहिले होइन ए गाइस ठ्याक्क ल त्यो शिवको स्ट्याचु थियो नि त्यहीँबाट होला ल कपिल वस्तु छाडिदियो क्या हामीले डाङ हो न भाइ डाङ हो न यता अब डाङ लाग्यो गाइस डाङ वेलकम टु भालुबाङ है गाइसहरू प्रदेश नम्बर 5 को राजधानी इन्ट्री गरेर हामीले अहिले त यो बर्खाको सिजन भएर होला क्या गाइस यस्तो दामी देखिने क्या यार हिँड्न त यस्तो दामी मजा लाग्ने भालुबाङ बबाल छ नि होइन अनि यो बगिरहेको जुन खोला देख्न सक्नुहुन्छ गाइस यो नदी यो चाहिँ राप्ती हो तर बाढी आएर चाहिँ हल्का ढमिलो हो अब हामी सिधा गएर हामी राइट लिने हो गाइस है लेफ्ट लाग्यो भने चाहिँ तपाईँहरू यता पश्चिम सुदूरपश्चिम डाङ बाँके बर्दिया कोहलपुर महेन्द्रनगर धनगढी नेपालगञ्ज त्यतातिर जान्छ हामी चाहिँ त्यहाँ गएर राइट ल्याइदिनुपर्छ हामीले फ्युल पनि हालिसकेका छौँ है बाइकलाई पनि आफूलाई पनि हामी यहाँ रोक्दैनौँ हामी सरसर जान्छौँ लगाइज है त हामी राइट लाग्यो यहाँबाट चाहिँ म पनि फर्स्ट टाइम गाइज है टाइमको कुरा गर्नुपर्दा 6:45 हुन लाग्यो गाइज है अब एकछिनमा झमाकझुम रात पर्छ 90 किलोमिटर हिँडिसक्यो ल घरदेखि 90-95 किलोमिटर हिँडिसक्यो होला क्या त्यस्तै 4-5 किलोमिटर घरबाट दूर आएर बल्ल मैले 0-0 गराएको थियो बिर्सेछु क्या मैले मिटर 0-0 गराउनलाई सालको रुखहरू रहेछ नि गाइज यतातिर सबै आमामा कस्तो दामी के चिसो यार गाइज कति रातो माटो सही हो ल युपीको गाडी इन्डियन गाडीहरू कति देखिने के गाइज यार यतातिर तौलियातिर भयो हाम्रो गोरुसिङतिर भयो
ओए हामीले राप्ती छाडेको र भाइ राप्ती छाडियो र कुन खोला हो यो मुनि बगेको राप्ती त हुने होइन र राप्तीको किनार किनार हो क्या त्यो बाटो त तर नयाँ बनाएर रहेछ यार त्यति धेरै भएन होला नत्र त ढोस्दै थियो होला यहाँ बाटो नयाँ बनाएर रहेछ त ए राप्ती हो क्या गाइस हाम्रोतिर पानी परेको थियो यता नि पानी पर्यो होला नि त अनि उसा के भन्छ के आहा रे भाइ नाइ के यार अर्को के भन्छ अरे बाढी आएर रहेछ क्या यार त्यस्तो भन न तिमीले यार धमिलो आहा रे लागाले हेरी यो खोलाको माछा त यस्तो मिठो हुन्छ नि गाइस अब आज टाइम त्यस्तै भयो फर्किने बेलामा खानुपर्छ भालुवाङ यत्रो रातो माटो हो नि म चस्मा लाएर रातो देखिरहेको रहेछ यहाँ आउ न किन भागेको यहाँ आउ न ओए तिम्रो डाँट खै त्यहाँ घर राखेछौ हराउँछ भनेर यो ठाउँको नाम के हो बाबु के रे मुस्ताङ मच्छीटाल के रे कस्तो साटो माटो रहेछ यतातिर के भन्छ स्वर्गदारी जान कति छ अझै 100 किलोमिटर भन्दा धेरै कहाँ पढ्छौ त तिमीहरूले कहाँ हो तिमीहरूको घर कहाँ हिँड्ने हो त चरा मार्छौ अनि 5 रुपियाँ नदेऊ क्या लड्छन् 5 रुपियाँ बाँड्छन् के ल 5 रुपियाँ है सबैलाई हो फेरि देऊ नि फेरि ल जाम बस भाइ रातो माटो भनेको चस्मा लाएर रातो देखिरहेछ चस्मा लाएर रातो लगाएर रहेछ रातै छ तिम्रो बाजे माटो त स्वागतम स्वर्गदारी दर्शन प्रवेशद्वार ल धन्यवाद है धन्यवाद एउटा गेट इन्ट्री गरेर गाइज हामी हाम्रोतिर त मकै भइसक्यो त यहाँ त मकै बल्ल रहेछ हाम्रोतिर त मकै खाइसक्यो नि त अन्त पहाडको र तराईको फरक होला नि यो खेती होइन र गाइज के हो र स्कुल रहेछ यहाँ गाइज भलक गरिरहेको छु यार तिमी पछाडि बसेर गर्छौ यार के चुप लाएर बस यो चाहिँ नेपाली होला यत्रको नेपाली हो नि हो युपी छ कुडुले अरे ठाउँको नाम बागलुङ छ त कुडुले त कुडुले आयो गाइस कुडुले कता चेन कभर छोयो जस्तो साउन आएर मेरो बाइक फेरि चम्पल रहेछ नि यो ठाउँ त गाइस अब फेरि ओह्रालो लाग्यो है गाइस हामी निकै हाइटमा आयो फेरि ओह्रालो लाग्यो अघि हामी एकदम जङ्गलमा थियो गाइस अहिले त छाक्कदेखि थाल्यो कि यो चोर घाम हो क्या गाइस त्यो पारी लाग्यो है नि यहाँ गोब्रोले भ्याए कि नै चोर घाम भन्छन् क्या गोब्रो आउने छ नि होइन यो भ्यान्चो त्यो इन्डियनहरूले फेरि कति बजाएको क्या यो यार हरन यार त्यस्तो हरन हानिरहेको यार बेकामको यार त्यो बाटो हुँदै जाने हो गाइज हामी है छक्कै देखिरहेको त्यो बाटो हुँदै त्यो जानुपर्छ हामी युपीबाट आउने यो बाइकहरू धेरै जस्तो चाहिँ 125 सीसीको क्या गाइज यो स्प्लेन्डर हिरो होन्डा यिनीहरू मेरो अगाडि हिँडिरहेको छ यो तीनवटा 125 सीसीको बाइकहरू हो यो आएको पनि त्यही होला यहाँ फेरि मलाई उहाँ जस्तो लाग्यो यार गाइज यार लास्ट गफाडी रहेछ भन्नु न तपाईँले ठ्याक्कै गुल्मी आउने बेला जस्तो अर्जुन दाइ भन्नु त हो कि होइन सेम छ कि ल गुल्मी आउने बेलातिर यस्तै छ कि गाइज यार मेरो पछाडि भ्लगहरू पनि छ गुल्मीको हेर्नु होला त सेम हो कि गुल्मी आयो र हामी प्युठान बुटोल कृष्णनगर माटो फेरि कस्तो रातो माटो गाइज यार यतातिर यही रातो माटो भन्ने बेला एउटा गीत गाइदिउँ न त लगा ए रातो माटो ए रातै खोलो ए मान्छे कालो ए हामी जानी पालो ए हामीलाई जान ए दिनु होला गुरुजी
ए हामी यतिकै ए आएको होइन ए हामीलाई स्वर्गदारी माताले ए बोलाएर आएको ए धुलो उड्यो धुलो उड्यो ठाके यार गाइस म बर्खाको बेलामा यस्तो चाहिँ एकदम डेन्जर हो गाइस यार यो झर्दिन्छ के ए यो बसले त हामीलाई त झन् ओभरटेक नगरिकन पछाडि पछाडि हिँडेको धोस बनाएर त ओए 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 यहाँ पनि रहेछ झोलुङ्गी पुल यार गाइस झरनामा कुदी टाक दुखेर बर्बाद बनाएर गाइस धेरै पछि हिँड्यो नि त लङ राइड धेरै पछि हिँड्यो नि त गाइस त्यही भएर गोप्रो आउँछ नि त होइन लगाएर यताको वरिपरिको भ्यू हेर्नु है टक्क लाएर हामी यतातिर जानुपर्छ है हामी यताबाट आएको सल्लाहहरू पनि देखिन थालेको बल्ल यो डाँडो हेर्नु यहाँ लाकाले मलाई देखाउनु भन्दैछ लाकाको रूप हेर्नु न यस्तो हिरो बनेर मैले ट्याक्क पछाडि राख्दैछु होइन अनि कोही ठाउँ मैले केटीहरूलाई सोधिदिन्छु के गाइस मैले फेरि यत्तिकै ए कहाँ कति किलोमिटर कति यताउति सोधिदिन्छु दाइ के मुसुक कहाँसम्म भन्छन् लाकाले मैले फेरि के भनिदिन्छु भन्दाखेरि अब भाइ मैले त हेलमेट लगाएको छु अब मलाई त फेस कस्तो के देख्दैनन् अब तिमी यति राम्रो अब ट्याक्क डल बनाएर राख्दैछु त पछाडि तिमीलाई देखेपछि नहाँस्ने कुरा हुनु अनि लागेको लगाएर हामी सु गर्छौँ त्यसपछि लाग्छौँ हामी त्यो खलङ्गा भन्ने ठाउँमा आउनलाई अझै लगभग 25-30 किलोमिटर जति होला के सो गाइज हामी भिङ्ग्री भन्ने ठाउँमा बस्छौँ है मैले चाहिँ कस्तो सोचेको थिएँ भन्दाखेरि खलङ्गा गएर बल्ल जाने होला उता स्वर्गदारी भनेको तर खलङ्गा जाने चाहिँ उता सिधा रहेछ के उता जाने रहेछ हामी स्वर्गदारी जानलाई यहाँबाट माथि जाने हो यो टाइम फेरि के रहेछ भन्दाखेरि गाइस एकदम सिजनको टाइम रहेछ के यो भनौँ न स्वर्गदारी मन्दिरहरू आउने त्यही भएर रहेछ कि ए यहाँ होटल यति प्याक छ बिहान उठेर हामी माथि जान्छौँ अनि माथि गएर दर्शन सर्शन गरेर हामी कता हुन्छ खाना त यहाँ खाइन्न होला अगाडि गएर खाइन्छ होला हाम्रो लाका भाइ चाक दुखो भनेर लाकामा खुसिल गरिराख अब आनन्द खाइन्छ दुई भाइ गफ गरिन्छ सुतिन्छ अनि अब भोलि गइन्छ के उताको अब के हुन्छ कसो हुन्छ त्यो चाहिँ अब पार्ट 2 मा हेरिदिनु पर्ने हुन्छ है त ल गाइजहरु गुड नाइट होइन लागा ल गुड नाइट।